आदरणीय दर्शकबिनहरु फेरि पनि स्वागत छ हाम्रो अर्को भ्लगमा। आजको भ्लगमा हामी माछा मार्न जाँदैछौँ। यहाँ मसँग हुनुहुन्छ आलोक सर, मुनाफ सर, ठुल्दादा, समीर सर अनि म। अब हामीले यहाँबाट कहाँ जानुपर्ने छ भने यहाँबाट करिब 5-7 किलोमिटर ओह्रालो आउँदाखेरि चाहिँ आपत हुन्छ। जाने बेला त सजिलो हुन्छ है। अनि खोलातिर जाँदैछौँ जहाँतिर हाम्रो खेतहरू छन् अनि खोला छ। खोलाको नाम चाहिँ अनागाड। त्यहाँ हामी माछा मार्न गइरहेका छौँ। केटाहरु त्यहाँ गएर के गर्ने हामीहरू? माछा मार्ने गाइस, फिस हन्टिङमा जाँदैछु हैन। यस, कति फिस अब यो प्राप्त हुन्छ त्यो चाहिँ अब अगाडि हेर्दै गर्नु होला। ब्लगमा हेर्दै गर्नु होला। हामी जहाँ गइरहेछौँ त्यहाँ बाइक पनि जान्छ जान त, तर फेरि हामी 5 जना छौँ। अनि 5 जना छौँ अनि हामीहरूले प्लान के बनायो भने आजको दिन चाहिँ टाइम पास गर्नलाई चाहिँ साँझ बिहान गएर साँझ फर्किने। त्यही भएर बाइकमा गयो भने 10 मिनटमा पुगिन्छ, 10 होइन आधा घन्टामा पुगिन्छ। तर हामी हिँडेर जाने, हिँडेर आउने उमा छौँ होइन, ट्रेकिङमा। त्यही भएर हेर्दै जानु होला। रोड त छ गाइज होइन, यस्तो बाटो त छ त्यहाँ जाने, तर हामी हिँडेर जाने निर्णय लिएका छौँ हामीले। ल खै निशाना चेक गरौँ, गाइजहरूको निशाना चेक गरौँ हामी आज। त्यो ठुलोवाला ढुङ्गा ल, रुक्छु ल हान्यो। पावरै पुगेन। हत्या हिंसा नगरौँ भन्ने सोचका धनी। यहाँ देख्न सक्नुहुन्छ सबैले चप्पल लगाएर आछन्, क्रक्स लगाएर आछन्। मैले भने गोल्ड स्टार लगाएर आएको छु। गोल्ड स्टार कि? अनि सबैले अलिअलि अप्ठ्यारो भयो भन्ने मैले खबर सुने, तर मलाई चाहिँ भएको छैन है। जय गोल्ड स्टार केटाहरू, जय गोल्ड स्टार, जय गोल्ड स्टार। जय हात्ती पाइले, जय 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 गोदाल। हात्ती पाइले पनि राम्रै हुन्छ है। जय इस्माइल। जय क्रसन बोले अब। हामी अहिले यो बेलबिस्ने भन्ने ठाउँमा पुग्यौँ। यो बेलबिस्ने चाहिँ यहाँ पहिला खेतीपाती हुन्थ्यो। यहाँ हाम्रो हजुरबुवा हजुरआमा यतै बस्नु भएको थियो होइन। अलिकति खेतीपाती अनि गाई गोरु बान्नलाई मैले छानो चाहिँ देखेन। छानोको जग चाहिँ थियो त्यहाँनिर, छानोको जुन फाउन्डेसन जग हुन्छ त्यो जग मात्रै देखेको थिएँ मैले पनि। अहिले त त्यहाँ कुरीले ढकमक्कै ढाकिसकेको छ। खेतीयोग्य जमिन त हो, तर केही कारणहरूले गर्दा, केही तत्त्वहरूले गर्दा हजुरबुवा हजुरआमाहरूले चाहिँ यहाँबाट फेरि माथि गएर उता बस्नुभयो, यहाँ चाहिँ छोडिदिनु भयो। अनि त्यसपछि यस्तो जङ्गल हुन गयो यतातिर। यो जुन पारी देखिरहेको दृश्य छ, यो दृश्य हो सिलगढीको। सिलगढी हाम्रो सदरमुकाम, डोटी सदरमुकाम। पारीतिर सिलगढी पर्छ। अनि यो हामी भएको चाहिँ केआइसिङ गाउँपालिका। यतातिरको यो दिपाल सिलगढी, अनि उतातिरको आदर्श, त्योभन्दा माथि साइल, अनि जुन यतातिर चाहिँ बोक्टान पर्छ, फेरि पूर्वतिर चाहिँ बोक्टान पर्छ। जुन यो देखिरहेको यो जङ्गल छ, यो जङ्गलभन्दा माथि ठ्याक्क डाँडामा चाहिँ हाम्रो घर छ। त्यहाँदेखि हामी आएका हौँ। अनि हामी यहाँबाट हुँदै यता आएर यो जङ्गलभन्दा माथिबाट यस्तो यहाँबाट ओह्रालो आएर अब यहाँबाट सिधै तल झर्न गइरहेका छौँ। यो जुन कुहिरोले ढकमक्क ढाकिएको यो दृश्य देख्न सक्छौँ हामी। योभन्दा तल चाहिँ सेती नदी छ। जहाँ जहाँ सेती नदी छ त्योभन्दा माथि चाहिँ कुहिरो लागेको छ। अनि यो खोलातिरको कुहिरो चाहिँ अलिअलि हट्न लागिसकेको छ अब। यो बिरुवा देखिरहेछ। यो यसलाई चाहिँ यो अलि बढी मात्रामा छ भने यसलाई पिसेर त्यहाँ अलि ताल बनाएर, पोखरी बनाएर
त्यसमा त्यसको जो पेस्ट हुन्छ त्यो पेस्टलाई हाल्दाखेरि माछाहरू मर्ने माछा मार्न चाहिँ सजिलो हुन्छ माछा मर्छन् यो चाहिँ माछाहरूको लागि अलि जहर टाइपको हुन्छ अनि हुन त हुन्छ तर हामी यो अहिले धेरै बोकेका पनि छैनौँ धेरै भेटिन्न यो एउटा देखेँ मैले त्यही भएर हजुरहरूलाई देखाउन मात्रै चाहे हामी मार्ने चाहिँ आज दुवाली बुझेर मात्रै मार्ने हो होइन माछा चाहिँ त्यो यो यहीँ राखेर हिँड्नु जुन दुवाली बुझेर अब त्यहाँ जुन तालमा पानी हुन्छ त्यो पानी फाल्नलाई चाहिँ हामीले थाल वा त्यो परात ल्याउनु पर्ने थियो तर हामी त्यही नै भुलेर आयौँ होइन अब यहाँ हाम्रो रिलेटिभहरूको छानाहरू छन् अनि त्यहाँ छानाबाट भाइ चाहिँ त्यो थाली माग्न गएको छ त्यो थाल लिएर अब आउनेवाला छ त्यो ल थाल पनि आइसकेको छ ल धेरै धेरै धन्यवाद तिमीलाई ल फाइनली हामी यहाँ खोला नजिक पुगिसकेका छौँ यो चाहिँ सानो खोला हो अनि यो सानो खोला हो अब ठुलो खोला यो अलिक परतिर छ ऊ त्यहाँबाट फर्काउन सकिन्छ यहाँका मर्छन् यो कालो कालो भएर मर्छन् त्यो यो दुला मासु क्या माछा यहाँ एकजना लाग्नु पऱ्यो होइन केटाहरू रेडी भइरहेछन् है आलोक साई कट्टुमा छ यहाँ देख्न सक्नुहुन्छ माथि हामीले बुझिसक्यौँ अब यो ठुलो खोला यताबाट गइरहेछ अनि यहाँ पानी रोकिसकेको छ होइन अब अनि तल सेक्युरिटीको लागि हामीले एउटा जाल बिछिदिसक्यो सो गाइज हामीले अलिअलि माछा मारिसकेका छौँ अनि अब हामी पौडी खेल्ने अलिकति पौडी नुहाउने अनि नास्ता खाने अनि त्यसपछि यहाँ छ अब हामी माछा चाहिँ यति मात्रै मार्नेवाला भएका छौँ यस्तो रमाइलो भइरहेछ गाइज बाल्यकालको धेरै याद आइरहेछ मलाई मैले फर्स्ट टाइम मैले पौडी खेल्न सिकेको यही खोलामा हो तर अलि तल एउटा ठुलो ताल छ त्यो तालमा मैले पौडी खेल्न सिकेको थिएँ मलाई धेरै याद आइरहेछ त्यो पलहरूको अहिले धेरै पछि हामीले त्यो यादहरू हामीले एकदम ताजा गर्न पाइरहेछौँ धेरै खुसी लागिरहेछ इन्जोय गरिरहेछौँ एकदमै माछा सफा गरिसक्यौँ अब यसमा चाउचाउको जुन तेल हुन्छ त्यो अनि चाउचाउको नुन त्यो दुइटै हालेर मिक्स गर्ने अनि पछि त्यो ढुङ्गामा चाहिँ हामीले फ्राई गर्ने विचार गरेका छौँ खै कस्तो हुन्छ सफल हुन्छ कि हुँदैन आशा छ जहाँसम्म सफल हुन्छ होइन नुन पनि हालिदियो हामीलाई डर भनेको के छ भन्दाखेरि त्यो जुन ढुङ्गा छ जो माथिको त्यो अलि बाक्लो छ अनि त्यो ढुङ्गा छिटो तात्ने कि नतात्ने भन्ने मात्रै हामीलाई शङ्का हो नत्र त हाम्रो अहिलेसम्मको एकदम सफल भइरहेको छ काम ल गर्नुपर्छ अब भइहाल्छ सबै राख्न कतिवटा हुन्छ हाम्रो तातो भयो यो चाहिँ एक गान हो ल है गाइज यहाँ केटाहरू पौडी खेल्दैछन् अनि दादा यहाँ माछा पकाउँदै हुनुहुन्छ टक्क है यो हो नि त तरिका ल हाम्रो एक लट माछा पाकिसकेको छ अब अर्को लट पनि पाकिसकेको छ एक लट पाकिसकेको थियो यो अब त्यो पाक्दैछ अनि केटाहरू वेटिङमा छन् एकदम दाँतमा सानडुङ्गो लगाएर बसेका छन् केटाहरू माछा खानलाई दबाउनलाई दबाएंगे हम अच्छे से एउटा माछा टेस्ट गर्नलाई मैले समातिसकेँ अब टेस्ट गरौँ
सुपर बबाल भएको छ बबाल मिठो भएको छ माछा हामीले यहाँ आगो बालेका थियौँ यो आगोले गर्दाखेरि फेरि यहाँ अहिले पराली मागहरू छ परालहरू छ आग लागि हुनसक्छ होइन त्यही भएर अब यो आगोलाई चाहिँ हामी निभाउनेवाला छौँ पानीहाल्यो निभाइदिनु पर्छ यति गऱ्यो भने अब सेफ छ कि के आग लागिरहेको के हुन्छ ल सुरु गरौँ टुट पढो कस्तो लाग्यो तपाईँलाई माछा दामी छ तपाईँलाई कस्तो लाग्यो माछा तपाईँलाई बबाल छ बबाल बबाल हो कहाँ जलाउने के गरेको पोहोर हामी यो घर लगेर चाहिँ जलाएर गर्नेवाला छु जलाएर होइन नि त घरमै लगेर डिस्पोज गर्छु हामी गर्नेवाला अब हामी जाने तयारीमा छौँ सूर्य पनि अस्ताइसकेको छ बालबोटमा आएर यहाँबाट अब यतातिर मात्रै देखिरहेको छ अनि अब यहाँदेखि ठ्याक्कै हामी घर पुग्ने बेलासम्म रात पर्छ जस्तो लाग्छ मलाई बिस्तारै जानेवाला छौँ 5 जना छौँ केही भएन यहाँ हामी अहिले अलि माथि चढिसकेका छौँ अनि यो जुन खोला देखिरहेको छ त्यही खोलाबाट हामी आयौँ अहिले फर्क्यौँ यदि हामी बाइकमा आएको भए यहाँसम्म बाइक आउनेवाला थियो अनि यहाँनिरबाट 4-5 मिनट 2-4 मिनट मात्रै लाग्थ्यो तर हिँडेर आयौँ अब ठिकै छ कहिले काहीँ हिँड्नु पनि पर्छ गइरहेछौँ थकाइ त लाग्छ जस्तो लागिरहेछ खुट्टा त आउँदाखेरि नै दुखिरहेको थियो धेरै दिन भइसक्यो नहिँडेको यसरी यहाँनिर आकाशको फल आँखा तरी मर भन्ने जस्तो भएको छ यहाँनिर अमलाको रुख छ खाने मन त थियो फेरि यहाँबाट यस्तो भिर छ न त्यहाँ जान सकिन्छ न त त्यो टिप्न सकिन्छ केवल कल्पना मात्रै गर्न सकिन्छ कि फल हाम्रो मुखनिर छ हामीले देख्न मात्रै सक्छौँ त्यो बाहेक हामीले केही गर्न सक्दैनौँ ल केटाहरूले यहाँ कानबाडी पाए कानबाडी हो किनबाडी के हो यो नाम कानबाडी अलिअलि पाकेको रहेछ जस दामी हुने रहेछ त्यहाँ मिठो हुन्छ नि फेरि मिठो हुन्छ बवाल हुन्छ सजाय रहेछ मिठो छ भन्ने बवाल हिँड्दै घर पुग्दासम्म राति पर्छ जस्तो लागेको थियो तर त्यति टाइम भएन अहिले 5 बजे भर्खर त्यहाँबाट हामी 4 बजीतिर हिँडेको थियौँ अहिले 5 बज्यो अझै टाइम छ अब यहाँ पुग्न चाहिँ 10 देखि 15 मिनट जति लाग्ला घर पुग्न चाहिँ ठिक छ